ल है गाइजहरु फेरि स्टेप 2 मा आइपुग्यो र स्टेप 2 मा हुकलाइन भनेको के हो त? भिडियोको सुरुमै बोलिने 1 देखि 2 सेकेन्डको वाक्य जसले मान्छेलाई रोक्ने, हेर्ने र सुन्ने बनाउँछ। यसलाई हुकलाइन भनिन्छ। र हुकलाइन किन चाहिन्छ? स्क्रोल रोक्न र भ्युज बढाउन र वाच टाइम बढाउन र मोनेटाइजमा मद्दत गर्न हुकलाइनको एकदमै महत्त्व हुन्छ। र हुकलाइन मान्छेहरूले नबुझेर फेसबुकमा धेरैले पैसा कमाउनको लागि फेल खान्छन् र सबै भन्छन् फेसबुकले पैसा दिँदैन, तर स्टेप 2 मा नबुझेर हो। र अरूको भिडियो हाल्यो भने फेल र पोलिसी तोड्यो भने फेल र ओरिजिनल कन्टेन्ट र एक्टिभ पेज भयो भने फेसबुकले आफैले एड हालिदिन्छ। र यस्तो मुख्य कुरामा एकदमै केयर गर्नुपर्ने हुन्छ है त गाइजहरु।